हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग एन्ड ह्याप्पी माघे सङ्क्रान्ति। सो आजबाट चाहिँ माघे पनि स्टार्ट भयो एन्ड आज माघ 1 गते अनि मैले चाहिँ आजबाट मेरो भोइस ओभर स्टार्ट गर्छु भनेर म लागेको छु। अनि हजुरहरूले मलाई यसरी नै साथ सपोर्ट गर्नुहुन्छ भन्ने आश छ, मेरो भोइसलाई माया गर्नुहुन्छ भन्ने आश गरेको छु। सो म बिहान उठेर मेरो सुर्खेतमा रहेको गणेश मन्दिरतिर चाहिँ म र मेरो छोरा चाहिँ लाग्यौँ। अनि फर्स्टमा चाहिँ हामी मामु छोरा चाहिँ गणेश भगवानलाई आफ्नो हातले बनाएको लड्डुहरू लगेर गणेशजीलाई र हनुमानजीलाई हामीले चढायो। अनि त्यहाँबाट चाहिँ मामु छोरा हामी रिटर्न ब्याक हाम्रो फुपूको घरतिर लाग्यो। हामीलाई आज खाना बोलाइसक्यो त्यो फुपूले। अनि मेरो सेकेन्ड माइती घर होइन, मेरो फुपूको घर भनेको मेरो सेकेन्ड माइती घर भइहाल्यो होइन। त्यहाँ हामी गयौँ, खानासाना खाएर बधाइनीहरूसँग गफसफ गरियो। अनि त्यसपछि म चाहिँ रिटर्न ब्याक घर आइहालेँ। आज चाहिँ हामीले घरमा बार्बिक्यू गर्ने प्लान थियो, अनि त्यही भएर म चाहिँ रिटर्न ब्याक घर आइहालेँ। अनि साँझ चाहिँ हामी यता मासु पोल्दै थियौँ अनि उता चाहिँ बाउ छोराको डान्स चल्दै थियो। अनि उता बाबु पनि एकदम ह्याप्पी थियो, उसलाई चाहिँ पार्टी भनेपछि एकदम खुसी हुने क्या। अनि त्यही भएर पनि हामीले चाहिँ साँझ बार्बिक्यू गर्ने भन्ने एउटा प्लान गराएको थियौँ क्या। अनि मेरो चाहिँ माघे यसरी नै बित्यो। हजुरको चाहिँ कसरी बित्यो सो कमेन्ट चाहिँ गरिदिनु होला। एन्ड वान्स अगेन ह्याप्पी माघे। अनि सबैले मलाई सपोर्ट चाहिँ गर्न चाहिँ नबिर्सिनु होला र सब्सक्राइब पनि गरिदिनु होला ल।